म चाहिँ अहिले सौराहाको गैँडा चोकभित्र हाम्रो रहेको यो पबमा छोड्न लागेको हो। अब यहाँको पबको टावरको त्यो डिभाइस निकालेर अनि अर्को लोकेसनमा सिफ्ट गर्नको लागि मैले यो चाहिँ खोलिरहेको छु। खोल्न त थुप्रै बेर लाग्यो, त्यही भएर भिडियो अलि स्पिड बनाएर हालिदिएको। खिया लागेको नटहरू खोल्न कति गाह्रो। बल्ल 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 गर्दा गर्दा खोलेर त कति अप्ठ्यारो भयो, ल्याउन तल हालत खराब भइहाल्यो। अब गएको भिडियो त बनाएको छैन। अब म पुगिसकेको छु। अब बाइकबाट झारेर अब यसको नट अझै ढिला गरिरहेको छु। त्यो अर्को फलाममा फिक्सै नभएर कति गाह्रो भयो। बल्ल बल्ल दुईटा रेन्ची लाएर जबरजस्ती खोली बल्ल बल्ल फिट गरेँ। अब फिट गरिसकेपछि अब यहाँबाट म माथि लिएर गएँ। अब भर्याङ बाटो जाँदा माथि हो नि त, माथि तल्लोमा। अब बल्ल माथि पुग्यो। अझै यहाँबाट अझै एक माथि त्यो फलामको भर्याङ चढ्यो। सुरुमा त मैले यतै तल फिक्स गर्न खोजेको, तर राम्रोसँग फिक्स भएन। अब यसो विचार गरेँ, यसरी भएन, फेरि दुःख पाइन्छ भनेर अर्कै लोकेसनमा फेरि फिट गरेँ। माथि ट्याङ्की माथि हालिसकेको छु। के गर्ने, खिच्ने मान्छे कोही छैन, एक्लै हो। अब जिआई तार काटेर अब जिआई तारले मजाले 3 ठाउँमा बाँधेँ। त्यसपछि मजाले टाइट भयो। अझै त्यति गरेर नि सिग्नल आएन। अझै ट्याङ्की माथि नै चढेर फेरि त्यो एन्टिनालाई खोलेर त्यसलाई कस गरेर मिलाएँ लोकेसन सिग्नल। त्यसपछि यस्तो भयो यो हाम्रो ओएलटी। थ्याङ्क यू।